प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ, अर्थमन्त्री स्वर्णिम वाग्ले र शिक्षा मन्त्री सस्मित पोखरेल लगायतका सबै मन्त्रीहरूले यति बेला सामाजिक सञ्जालमा चर्चा कमाइरहेका छन्। कारण हो उनीहरूको सम्पत्तिको विवरण। सुदन गुरुङ, बालेन शाहको विशेष चर्चा चाहिँ भइरहेको छ, किनभने हाइलाइटमा प्रधानमन्त्री र गृहमन्त्री नै हुने भइहाले होइन। यसै गरी अर्थमन्त्री स्वर्णिम वाग्लेको पनि चर्चा हुँदैछ। यसै गरी शिक्षा मन्त्री सस्मित पोखरेलको पनि चर्चा हुँदैछ। बालेन्द्र शाहको नगद मात्र 1,46,00,000 रुपियाँ देखिएको छ। बालेन्द्र शाहको बारेमा चाहिँ मैले देखेको र मैले अनुमान गरेको र म पनि सामाजिक सञ्जालबाट अलिअलि कमाइरहेको हुँदा उनले स्रोत खुलाएका छन् नि सामाजिक सञ्जाल भनेर, त्यो कुरामा चाहिँ म पूर्ण विश्वास छु। किनभने म जस्तो ल्याङफ्याङ डिग्रीको अट्याङ पट्याङ गरिरहेको मान्छेले त 1 लाख पनि पुग्छ, कुनै कुनै महिनामा फेरि 20,000 पनि हुन्छ। एभरेजमा मैले 40,000 देखि 50,000 कमाइरहेको हुन्छु। म जस्तो सानो क्रिएटरले यति धेरै कमाउन सकिन्छ भने बालेन जतिको चर्चित मान्छेको युट्युबमा 1.5 मिलियन छ, फेसबुकमा त्यस्तै छ, इन्स्टाग्राममा त्यस्तै छ, टिकटकमा त्यस्तै छ। उनी स्टेज प्रोग्रामहरू पनि गरिरहेका थिए, उनी इन्जिनियर पनि थिए राजनीतिमा आउनुभन्दा अगाडि। भनेपछि उनको पैतृक सम्पत्ति पनि थियो, उनको सेयर पनि लगानी गरेको होला होइन। भनेपछि उनको 1,46,00,000 रुपियाँ हुनु कुनै नौलो कुरा होइन बालेन्द्र शाहको सम्बन्धमा। अब चर्चा गरौँ गृहमन्त्री सुदन गुरुङको। उनी डिजे हुँदै, समाजसेवी हुँदै थुप्रै कार्यहरूमा चाहिँ उनले काम गरिसकेका रहेछन्। अब उनलाई धेरै कुरा टाढा जानै पर्दैन। उनले समाजसेवा गरे बापत अब कति समाजसेवा गरे, कति त्यसको बापत अब आफूले कति राख्न पाउने त्यो राखे। तर उनले त्यो पैसालाई सही सदुपयोग गरे। उनले केमा गरे भने सेयरमा लगानी गरे, जग्गामा लगानी गरे। 2072 सालभन्दा अगाडि नै उनी हामी नेपाल भन्ने संस्थामा जोडिसकेका रहेछन्। 2072 सालभन्दा अगाडि त काठमाडौँका जग्गाहरू 1 लाख रुपियाँ आनामा पाइने ठाउँहरू पनि थिए क्या होइन। यसै गरी सेयर मार्केट 1500 भन्दा डाउनमा थियो। अहिले सेयर मार्केट नै कति पुगिसक्यो? 2700, 2800, 3200सम्म पुग्यो। भनेपछि उनले त्यति बेला सेयरमा गरेको पैसा अहिले त्यति बेला 1200 हुँदाखेरि लगानी गरेको सेयरको पैसा बढ्दै 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 किन्दै बेच्दै गर्दाखेरि उनको लगभग 4 करोडको सेयर हुन पुगेको छ। यो पनि सामान्य कुरा हो कि होइन। सेयर बजारमा लाग्नेहरूलाई थाहा हुन्छ यो। तपाईँ हामी जस्तो सामान्य नागरिकलाई चाहिँ थाहा नहुन सक्छ, तर सेयर बजारमा लाग्नेहरूलाई 4 करोड सामान्य कुरा हो। अब कुरा गरौँ विरोधीहरूको। अब विरोधीहरूले किन विरोध गरिरहेका छन् भन्दाखेरि यस्तो मान्छेहरूले मात्रै विरोध गरिरहेका छन् कि जसलाई सेयर बजारको बारेमा ज्ञान छैन, जसलाई सामाजिक सञ्जालको बारेमा ज्ञान छैन, जसलाई पैसा कसरी सदुपयोग गर्ने भन्ने बारेमा पनि थाहा छैन। त्यस्ता मान्छेहरूले चाहिँ बालेन, सुदन गुरुङ, सस्मित पोखरेल लगायतका अहिलेका मन्त्रीहरूको सम्पत्तिको विवरण हेरेर विरोध गरिरहेका छन्। पैसालाई सही सदुपयोग गर्ने मान्छेहरू अन्डर 40 वर्षमा धनी हुन सक्छन्। अब म त छैन है, फेरि म चाहिँ पैसाको दुरुपयोग गर्ने मान्छेभित्रमा पर्छु। मैले पनि अहिलेसम्म 1 रुपियाँ पनि कमाएको छैन। धेरै कुरा नगरौँ। सम्पत्ति विवरणको बारेमा कानुन बनाउँदैछन्, विशेष छानबिन समिति पनि गठन गर्दैछ। त्यसो भएको हुँदा अहिलेको सरकारले ढुक्क भएर आफ्नो सम्पत्ति जे छ त्यही देखाइदिएका छन्। उनीहरूलाई थाहा छ सम्पत्ति विवरणमा हामीले कुनै 2 नम्बरी गरेर कमाएको छैन, हामी सम्पत्तिको स्रोत बताउन सक्छौँ, वैध रूपमै कमाएको हो भनेर उनीहरूलाई कन्फिडेन्ट छ। त्यति भइसकेपछि जति छ त्यति देखाइदिए। फरक चाहिँ के भयो भने विगतमा हामी नेताहरूको 6 लाख नगद, 3 कट्ठा जमिन, त्यो पनि श्रीमतीको नाममा जम्मा छ भनेर सुनिरहेका थियौँ। त्यही भएर हामी अचम्मित भएका हौँ। कुरा यति मात्रै हो। थ्याङ्क यू भेरी मच।